कता हिँड्नु घाँस लिनु लिचीको सिजन हो नि त अहिले मिड सिजनमा त खानु पऱ्यो त्यो बजारबाट किनेर खाँदा मजा आएन क्या आउँदैन नि त अफकोर्स आउँदैन ल ऱ्यान्डम प्लान होइन त सरकारी मान्दै नमान्नु अब मानेको लाई घुम्न मन लागेर हामी हिँडेको होइन नि तपाईँहरूलाई चाहिँ यताको दृश्य देखाऊँ भनेर हिँड्न खोजेको हो कि होइन त्यही त हामीलाई त तेलको खर्च तेल महँगो छ तर तपाईँहरूलाई चाहिँ बसी बसी घुम्नुहोस् न भनेर यो दुःख तपाईँहरूको लागि है ल ल के अरे झ्यापझुप गरेको जाने बित्तिकै मेरोमा बिहान लास्ट भिडियो खिचेको अनि फोनमा चार्ज थिएन अनि मैले चाहिँ यता चाहिन्छ भनेर झ्यापझुप सबैभन्दा पहिला फोन चार्ज गरेको क्या ए यार हो यार के त हुन्छ त सोध कुरो त ठिकै हो यार होइन राजालाई भेटेरै सोधेछ नि फोनै गर्नुपर्छ होइन पालिदाले गर्छु टेक्नोलोजीको नयाँ अहिले अर्डर लगाइदियो भयो नि केटाहरूले आफ्नो देखाएर त होइन नडो भनेर फोन उठायो भने त बाइक सिधा भन्दा पाइयो नि त राजुलाई फेरि तेस्रो प्रयास छ हाम्रो तिम्रो अटो लिएर हामी 4-5 जना उहाँ के अरे रामपुर जाने होइन पहिला पुरा सुन है अनि त्यस पछाडि चाहिँ तिम्रोमा जति कस्ट हुन्छ नि अटोको लाग्ने त्यो चाहिँ हामीले बियर गर्ने त्यसको लागि के उपलब्ध हुन्छ हामी कहाँ कुराउँदैछ फर्किनु त आज कहाँ बस्ने अर्का कहाँ सुत्नु पुग्नलाई 23 किलोमिटर छ ल अहिले रेट भनिदियो भने अझ सजिलो हुन्छ ओके तिमी आऊ तिम्रो अटो भर होइन फर्केर आउँला अनि त्यसपछि जति फेरि दोस्रो पटक भरिन्छ नि त्यो चाहिँ तिम्रो तेल खपत हुन्छ अनि त्यो अनुसारको हामी रेट चाहिँ दिउँला होइन हामी पुग्नै पुग्छ हुन्छ अबको प्लान चाहिँ त्यही भयो चेन्ज भयो प्लान अचानक हामीले चाहिँ हाम्रो नेताजीलाई भेट्यौँ है यहाँ बाटो अब एउटा गिम्बल र ड्रोन चाहियो भाइ यिनीहरूलाई कसम फाइदा लिउँ भन्ने सोचै रहेछ कि मैले यसो विचार गरेको थिएँ यति सजिलो जाने मान्ने खालको मान्छे होइन सब बुझेको छु म यी मान्छे होइन कस्ता नै परिएछन् अनि अहिले पुरै सेङ्जाली दिमाग भरिएछ पाठै किन्ने हो अटो लिएर जाने होइन वालिङमा जब कि 150 रुपियाँमा हाल्ने एउटा पोस्ट हाल्दा तिमीले अबको 2 घन्टाभित्र कसैलाई लिस्ट चाहिएछ भने ए ल म फोटो सहित हाल्ने ल आज बुढाको 21 वर्ष समस्या समस्या कसरी हो नि काँक्रा 100 कैसे कैसे लोग रहते हैं यार यहाँ पर एउटा विशेष ठाउँमा चाहिँ आइयो है फाइनल्ली ओए कस्तो दामी रहेछ पानी त लिएर जानु पर्दैन त तिर्खा लागेर वहाँ पुगेपछि पेल्यो नि त मलाई पेलिसक्यो के पानी भेट्यो है के अरे हामी चाहिँ अहिले यो रामपुर कताबाट जाने भन्ने कुरामा डिस्कस हुँदै थियो अनि त्यो मान्छेलाई सोधियो अनि यताबाट जाने भन्नुभयो यताबाट नजिक पर्छ अरे बाटो त यता पनि रहेछ
खै लिचीमा आयो हामी हामी यो अटो लिची लिचीमै आइसक्यो हामी ठ्याक्क लिचीको जुन हाम्रो प्लान थियो नि होइन अरू पनि त होला नि त रुख कोही हुनु त रहन्छ अब अर्को ठाउँमा जानुपर्ने भयो तर लिची चाहिँ छ हेर्नु त कहिले बोल्नु होइन त कुकुर छैन सोधौँ न जाउँ न सोध्ने त के हो लिची अब नयाँ ठाउँको यात्रा विशेष लगे पहन सम्झना मिठो हुने भयो लिची हेर नि लिची कति धेरै हाम्रो सहजै नम्बर वाला झन् दामी आयो हाम्रो त हाम्रो मास्टरले नि क्वाममा खाए एक्लै मलाई बोक्रा दिए टिप्दिने मान्छे गइसक्यो होइन हामीले नि टिप्नु लगाएको यस्तो रहेछ मास्टर म चाहिँ जुत्ती लाएर आएँ जुत्ता लाएर उरुखो चढ्नु हुन्थेन चढिहालेँ खोल राम अब अड्डिन त अड्डे खाँदै ल एउटा खाउँ त तिमीलाई म यसरी फोकाउनु पर्ने कि कप हान्नु काका नमस्कार हाम्रो काका जुत्ता लाएर यसरी सुक्यो म फेरि फाल्न त हुनु होला नि छोप्ने होला नि उसले तल बसेर करिब 1 केजी खाइसक्यो करिब तल बसेर 1 केजी खाइसक्यो यहाँ माथि बसेर हामी खान्छौँ भनेको छौँ जब कि हामी यस्तो ठाउँमा छौँ बुर्तै डुस नुगाइदिएर नुगाएको हो नि पानी परिसक्यो हाम्रो ढिलो भइसक्यो यस्तो राख्यो नि मलाई हेर न यहाँ खुट्टो पटाएर बस्न कहीँ जान्छ हेरेर यिनीहरू सब थाकेको देखेर मन थाके त्यो भएकै कुरा
रातो पिरो हुन है हजुर त हामीलाई खाल्टा हालेर आफू रातो पिरो हुन पाइन्छ खाल्टै हाल्यो नि त हामीलाई पक्लाकै खाल्टा हाल्दै हामीलाई अनि ल हामी चाहिँ आइसक्यो रात पनि पर्यो होइन ढिलो भयो लिची खाएर अगाएर लिएर आयो हामी अनि यो आजको दिन चाहिँ यसरी बित्यो एकदम रमाइलो पनि भयो होइन बिर्सनै नसकिने छेड बन्यो आज गएको हामी सबैजनालाई विशेष धन्यवाद दिँदै आजको हाम्रो भिडियो यही सकिन्छ नमस्ते जय नेपाल।